2064 साल यता 18 इयर्समा हामीले के पायौँ, उनीहरूले के पाए समीक्षा गरौँ। हामीहरूले दुईवटा संविधान पायौँ, 3 जना राष्ट्रपति पायौँ, 5 जना सभामुख पायौँ, 14 जना प्रधानमन्त्री पायौँ र 450 भन्दा बेसी मन्त्रीहरू पायौँ। त्यति मात्रै पायौँ र हामीले त नेपाललाई स्विजरल्यान्ड बनाइदिने, घर घरमा पाइपलाइनबाट ग्यास पुगाइदिने, समुद्रमा नेपालको झन्डा अङ्कित जहाज चलाउने, मोनोरेल मेट्रो रेल उडाउने र बेरोजगारी हटाइदिने आश्वासनहरू पनि पायौँ। हामीहरूले यति पाउँदै गर्दा तिनीहरूले त वाइड बडी पाए, गिरिबन्धु पाए, ललिता निवास पाए, भुटिनी शरणार्थी पाए, पतञ्जली पाए, के पाए। तिनीहरूले मात्रै होइन, तिनीहरूको दाइले पाए, भाउजूले पाए, बहिनीले पाए, सालाले पाए, ससुराले पाए, श्रीमतीले पाए, छोरीले पाए।